नमस्ते, म लोकेन्द्र सामन्त। आजको चाहिँ म तपाईहरुलाई एउटा के जानकारी दिन्छु भने भिजिट भिसामा है। अब मैले वैदेशिक रोजगार सम्बन्धी र आफूले जानेका कुराहरू तपाईहरु मार्फत लिएर आउने गर्छु, तपाईहरुका लागि लिएर आउने गर्छु। र कुनै पनि मान्छेहरू, साथीभाइहरू युरोप तपाईहरु अनि के रे दुबई, कतार, साउदी, मलेसिया, ओमान, बहराइन कुनै पनि देशमा कुवेततिर कतारतिर भिजिट भिसामा जाँदै हुनुहुन्छ भने भिजिट भिसामा नजानु होला है। भिजिट भिसामा काम पाउन एकदम गाह्रो छ। तपाईलाई फ्रीलान्सर भिसामा पनि नजानु होला भन्न चाहन्छु, किनकि काम पाउन गाह्रो छ। एकदमै नेपालीका लागि त स्ट्रिक गरिदिएको छ। अब नेपालीहरूलाई अब राम्रोमा त काम पाउन अलिकति गाह्रो छ। र अब त्यही क्लिनरहरू त्यस्तोमा यसमा गएर कामै भएन। राम्रो डिमान्डहरू मसँगै आउँछ, मलाई व्हाट्सएप गर्नु होला 9868810419। र दोस्रो कुरा, भिजिट भिसामा महिलाहरू त जाँदै नजानु होला, एकदम गाह्रो हुन्छ, एकदम नराम्रो छ। गल्फ कन्ट्रीमा कुनै पनि देशमा भिजिट भिसामा कहीँ पनि नजानुहोस् के। यति तपाईहरुले जुन नेपालमा सोचिरहनु भएको छ, सोचेको जस्तो कहीँ पनि हुँदैन, कुनै पनि देशमा हुँदैन। भिजिट भिसामा अब नेपालमा तपाईलाई 10-15 हजार 15-20 हजारको काम खोजेर काम गर्न त गाह्रो छ भने अरूको देशमा गएर काम खोजेर गर्छु भनेर सोच्नु एकदमै हो। त्यहाँ फेरि तपाईहरुले पे गर्ने, घरबाट पैसा मगाउने, फेरि नेपालै फर्किने कुरा हुन्छ। त्यही भएर भिजिट भिसामा जाँदै हुनुहुन्छ भने कसैलाई पनि रिकमेन्ड नगर्नु होला है त। थ्यांक यू। कुनै भिजिट भिसामा जाँदै हुनुहुन्छ भने उहाँलाई पनि यो भिडियो शेयर गरिदिनु होला। थ्यांक यू सो मच।